सबैजनालाई नमस्कार। म आनन्द शर्मा र आजको भिडियोमा म लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय अर्थात तेस्रो लिंगी समुदायको राजनीतिमा प्रवेश भएको छ। यस बारेमा आजको भिडियोमा म कुराकानी गर्नेछु। यहाँहरूलाई म छोटो जानकारी दिनेछु। लैंगिक तथा यौनिक अल्पसंख्यक अर्थात तेस्रो लिंगी महिलाहरूको एउटा छुट्टै पार्टी गठन भएको छ, जो कि नेपालमै पहिलो यस्तो यो राजनीतिक दल बनेको छ, जो कि लैंगिक तथा यौनिक अल्पसंख्यक अर्थात तेस्रो लिंगी समुदायहरूको यो पार्टी भनेर चिनिएको छ। अब यो पार्टीमा तेस्रो लिंगी समुदायको मात्र महिलाहरू छैनन्, यसमा मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तिहरू हुनुहुन्छ, अन्य समुदायका पनि व्यक्तिहरू यो पार्टीमा हुनुहुन्छ। तर यसलाई विशेष गरेर नेपालमा यो पहिलो लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पार्टी हो भनेर अहिले चिनिने गरेको छ। अब यो दलको नाम के हो त? यो दलको नाम समावेशी समाजवादी पार्टी रहेको छ। यो दलमा 21 जनाको केन्द्रीय कार्य समिति रहेको छ। 21 जना केन्द्रीय कार्य समितिमा हुनुहुन्छ यो दलको चुनाव चिन्ह श्रीवस्त अर्थात अनन्त गाँठो रहेको छ र यो दलको केन्द्रीय अध्यक्षको रूपमा नुमा लिम्बू चञ्चलाज्यू हुनुहुन्छ। उहाँ विगत कयौं वर्षदेखि लगभग 15-16 वर्षदेखि उहाँ लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारको बारेमा आवाज उठाउँदै आएकी छिन्। लगभग विगत 16-17 वर्षदेखि उहाँ यो क्षेत्रमा कार्य गर्दै आएकी छिन् र अब उहाँको समुदायको पहिचानको लागि, समाजको समग्र विकासको लागि, देशमा केही हामीहरू पनि गर्छौं भनेर उहाँहरूले, उहाँको समुदायले यो राजनीतिक दलको गठन गर्नुभएको छ, जुन दलको नाम हो समावेशी समाजवादी पार्टी। यस पार्टीले अधिकार, पहिचान र समावेशी राजनीतिलाई मुख्य एजेन्डा बनाएको छ। पार्टीले भ्रष्टाचार मुक्त शासन, रोजगारी सिर्जना र सहभागी लोकतन्त्र जस्ता मुद्दामा व्यवहारिक विकल्प प्रस्तुत गर्ने दाबी गरेको छ। यो दलको द्वारा आफ्नो पहिचान स्थापितको निमित्त, आफ्नो समाजको आवाज उठाउनको निमित्त, आफ्नो व्यक्तिहरूको लागि अघि बढ्नको निमित्त र समग्र रूपमा समावेशी हिसाबले समाजको बारेमा, देशको बारेमा, भ्रष्टाचारको बारेमा, अनियमितताको बारेमा पनि यो दलले केही गर्छ भनेर उहाँहरूले एउटा मेसेज दिनुभएको छ। र अहिले देशमा अहिले जेनजी आन्दोलन पश्चात लगभग तपाईको 50 वटा दल अहिले नयाँ दर्ता भएको छ। पहिलादेखि 100 दलहरू छँदैछ देशमा दर्ता भएको, र अहिले पनि देशमा भ्रष्टाचार, अनियमितता, भागबण्डाको राजनीति, आफ्नो व्यक्तिहरूको नियुक्तिदेखिको यो जति अनियमितता, यो जति भ्रष्टाचारका कुराहरू छ, यी सबैलाई लिएर भर्खर केही महिना पहिला जेनजी आन्दोलन भयो र हालको सरकार ढालेर अहिले जेनजीको सरकार नेपालमा बनेको छ। 100 राजनीतिक दलहरू हुँदा पनि यो अवस्था रह्यो र हामी धेरै देशहरूभन्दा, 100 देशहरूभन्दा हामी 100 वर्ष हामी पछाडी छौं। शिक्षाको मामिलामा होस्, रोजगारको मामिलामा होस्, टेक्नोलोजीको मामिलामा होस्, हामी एकदमै अहिले पछाडी छौं। शिक्षाको कुरा गर्नु पर्दा नै हाम्रै देशका लाखौं स्टुडेन्टहरू, हजारौं स्टुडेन्टहरू सधैँ विदेश गइरहेको अवस्था छ। सबैको रोजाइमा अमेरिका, अस्ट्रेलिया, भारत, अन्य देशहरू रहेको छ। स्वास्थ्यको हिसाबले हेर्दा हाम्रा देशका शीर्ष नेताहरू नै, मुख्य व्यक्तित्वहरू नै हाम्रो देशमा उपचार गराउँदैनन्, बाहिर नै जाने गरेको हामीले देखेका छौं। यो अवस्थामा यो राजनीतिक दलले कस्तो किसिमको भूमिका खेल्छ? यो राजनीतिक दललाई
समाजले कतिको एक्सेप्ट गर्छ, कतिको स्वीकार्छ, कतिले साथ सहयोग समर्थन दिन्छ, यो पनि एउटा सोच्नुपर्ने कुरा छ। किनकि जुन समुदायलाई लैंगिक तथा यौनिक अल्पसंख्यक अर्थात तेस्रो लिंगी समुदायलाई समाजमा सम्मानजनक पहिचान पाएको अवस्था छैन, अन्य महिला र पुरुष जस्तै उहाँहरूलाई समाजले स्वीकारेको छैन। उहाँहरू बाटोमा हिँड्दादेखि लिएर कतै बस्दा, कतै पनि हिँडेको देख्दा एउटा बेग्लै नजरले हेर्ने गरिन्छ, बेग्लै दृष्टिले उहाँहरूलाई हेरिन्छ, बाटोमा हिँड्दा जिस्काइन्छ। यस्ता विभिन्न यी कुराहरू अहिले छँदैछ जुन कि समाजले स्वीकारेको छैन, समाजले सम्मानजनक व्यवहार गरेको छैन, समाजले समान व्यवहार देखाएको छैन। यी सबै कुराको बीचमा यो दलको अहिले उत्पत्ति भएको छ। यो दल देशमा दर्ता भएर आएको छ, जुन दलको नाम हो समावेशी समाजवादी पार्टी। यो नेपालको पहिलो यस्तो दल हो जुन कि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अर्थात तेस्रो लिंगी समुदायको पार्टी हो। अब यो दलले कतिको सीट ल्याउँछ, कतिको जनताले विश्वास गर्छन् यो दलमाथि, तपाईहरु कमेन्ट गरेर अवश्य नै बताउनु होला। र यस्ता समुदायले, यस्ता व्यक्तिहरूले जसलाई समाजले स्वीकारेको छैन, उहाँहरूले यही देशमा, यही समाजमा रहेर केही गर्न खोज्नु भएको छ वा केही गर्न खोज्नुहुन्छ। उहाँहरू यस्तो व्यक्तिहरूको लागि मेरो मनमा एकदमै सम्मान बढ्ने गर्दछ र उहाँहरूलाई म आफ्नो अन्तर्वार्ताहरूको माध्यमले, समाचारको माध्यमले, विभिन्न भिडियोहरूको माध्यमले पनि मैले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय अर्थात तेस्रो लिंगी समुदायको एकदमै म कुराहरू उठाउने गर्दछु, आवाजहरू बोल्ने गर्दछु, उहाँहरूलाई म पोजिटिभ सपोर्ट पनि गर्ने गर्दछु। किनकि जहाँ समाजले स्वीकारेको छैन, उहाँहरूले यही समाजमा केही गर्न खोज्दै हुनुहुन्छ, यही देशको लागि आफ्नो अमूल्य योगदान दिन खोज्दै हुनुहुन्छ। उहाँहरूलाई पनि यो देशले स्वीकार्नु पर्छ, एकचोटि मौका अवश्य नै दिनुपर्छ कि उहाँहरूले के कस्तो भूमिका खेल्नुहुन्छ विकास प्रति, देशको सुशासन प्रति, भ्रष्टाचार मुक्त देश निर्माणको निमित्त। अब यो त जनताले नै डिसाइड गर्नेछ कि उहाँहरूलाई कतिको नेपालका जनताले सपोर्ट गर्नेछन् कि गर्ने छैनन्। यो त नेपाली जनताहरूकै जिम्मा रहेको छ। अब नुमा लिम्बू चञ्चलाज्यूलाई चाहिँ म यही भिडियो मार्फत शुभकामना दिन चाहन्छु। यो दलका सम्पूर्ण पदाधिकारीज्यूहरूलाई पनि म शुभकामना दिन चाहन्छु कि तपाईहरू समावेशी समाजवादी पार्टीको निर्माण गर्नुभएको छ। देशको लागि, समाजको लागि, आफ्नो समुदायको लागि र समग्र रूपमा समावेशी हिसाबले सम्पूर्ण समुदायको लागि तपाईहरू आवाज उठाउनु होला, राम्रो काम गर्नु होला, देशको हितमा कार्यहरू गर्नु होला भनेर यही भिडियो मार्फत पनि म तपाईहरूलाई शुभकामना दिन चाहन्छु। र तपाईहरूलाई आजको भिडियो कस्तो लाग्यो र यो दलले, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको यो नयाँ दलले अर्थात तेस्रो लिंगी समुदायहरूको यो नयाँ दल समावेशी समाजवादी पार्टीले देशमा कतिको सीट ल्याउन सक्छ, देशमा कतिको भोट पाउन सक्छ, कतिको सफल हुन्छ, अवश्य नै कमेन्ट गरेर बताउनु होला। र यो भिडियो राम्रो लागेको होला भने अवश्य नै भिडियोलाई शेयर गरिदिनु होला र फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने पेजलाई लाइक र फलो गरिदिनु होला र हाम्रो युट्युब च्यानलबाट हेर्दै हुनुहुन्छ भने हाम्रो युट्युब च्यानललाई अवश्य नै सब्स्क्राइब गरिदिनु होला। र अहिलेको लागि म यो भिडियो यही अन्त गर्न चाहन्छु। नमस्कार।